हरेक सफल व्यक्तिको यात्रामा एउटा कथा लुकेको हुन्छ। त्यो कथा संघर्षले सुरु हुन्छ, अनुशासनले आकार लिन्छ र सेवा भावले आफ्नो परिचय बनाउँछ। गुल्मी जिल्लाको साबिक हराचोर, हाल चन्द्रकोट गाउँपालिका 3 धामीगाडेमा जन्मिनु भएका दीपक थापाको जीवन यात्रा पनि यस्तै प्रेरणादायी कथाले भरिएको छ। 2038 साल साउन 6 गते बुबा कृष्ण बहादुर थापा र आमा दुर्गा देवी थापाको दोस्रो सन्तानको रूपमा उहाँ जन्मनु भएको हो। उहाँको बाल्यकालको पढाइ बाबासँगै भारतको फैजाबादबाट सुरु भयो। बाबाको अवकाशपछि उहाँ नेपाल फर्किनुभयो र गुल्मीको श्री उदय शान्तिपुर माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो। केही समय मामा घर चिदीपानीमा बिताउँदै फेरि आफ्नै विद्यालय फर्किएर एसएलसी उत्तीर्ण गर्नुभयो। उच्च शिक्षाका लागि पाल्पा पुगेको बेला बुटुलको सिद्धेश्वरी ग्राउन्डमा भारतीय सेनाको भर्ती खोल्यो। हजुरबुबा र बुबाको सैनिक पृष्ठभूमिबाट प्रेरित दीपक थापाले पनि आफ्नो क्षमता परीक्षण गर्ने निर्णय गर्नुभयो। कठिन छनौट प्रक्रिया पार गर्दै उहाँ केवल 18 वर्षको उमेरमै भारतीय सेनामा भर्ती हुनुभयो। भारतीय सेनामा रहँदा उहाँले भारतका विभिन्न स्थानमा सेवा गर्ने अवसर प्राप्त गर्नुभयो। आफ्नो लगन, मेहनत र उत्कृष्ट प्रदर्शनका कारण उहाँ 4 वर्षसम्म नेशनल सुटरका रूपमा रहनुभयो। 3 पटक राष्ट्रिय फायरिङ प्रतियोगितामा सहभागिता जनाउनु उहाँका लागि मात्र होइन, नेपाली युवाका लागि पनि गर्वको विषय थियो। सैनिक जीवनको अन्तिम 3 वर्ष उहाँ गोरखपुर स्थित भर्ती छनौट टोलीमा रहनुभयो, जहाँ हजारौं युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी उहाँले सफलतापूर्वक निर्वाह गर्नुभयो। 34 वर्षको उमेरमा सैनिक सेवाबाट अवकाश लिएपछि धेरैले विश्राम रोज्थे, तर दीपक थापाले नयाँ सुरुवात रोज्नुभयो। नेपाल फर्किएपछि उहाँले स्थापना गर्नुभयो बुटोल समृद्धि रियल इस्टेट। आज उहाँ त्यस संस्थाका संस्थापक निर्देशकका रूपमा सक्रिय हुनुहुन्छ। यससँगै उहाँ सूर्यज्योति लाइफ इन्सुरेन्समा पनि आबद्ध हुनुभयो। उत्कृष्ट कार्य सम्पादनका कारण राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्दै उहाँले नेपाली चलचित्रका महानायक राजेश हमालसँग विशेष डिनर गर्ने अवसर समेत प्राप्त गर्नुभयो। त्यो सम्मान केवल व्यक्तिगत उपलब्धि थिएन, निरन्तर मेहनत र समर्पणको प्रतिफल थियो। व्यवसायसँगै उहाँले समाजप्रतिको आफ्नो जिम्मेवारीलाई कहिल्यै बिर्सनु भएन। लायन्स क्लब अफ बुटोल युथसँग आबद्ध हुँदै उहाँले सामाजिक सेवाको यात्रालाई नयाँ उचाइ दिनुभयो। सचिवको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि आज उहाँ वर्ष 2026-27 का लागि क्लबको अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ। उहाँको लक्ष्य पद प्राप्त गर्नु मात्र होइन, समाजमा वास्तविक परिवर्तन ल्याउनु हो। लायन्सका ग्लोबल कज मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानव सेवा र समुदायको विकासमा प्रभावकारी योगदान दिने उहाँको दृढ संकल्प छ। सफलताको अर्को महत्वपूर्ण आधार हो परिवार। सन् 2005 मीना थापासँग वैवाहिक जीवन सुरु गर्नुभएका उहाँ आज 2 सन्तानका जिम्मेवार अभिभावक हुनुहुन्छ। जेठा छोरा विनित थापा अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गर्दै हुनुहुन्छ भने कान्छो छोरा भाविक थापा निरन्तर अघि बढिरहनु भएको छ। उहाँकी जीवनसाथी मीना थापा विगत 17 वर्षदेखि बुटोलको सुखानगरमा रहेको एभरेस्ट स्कुलमा शिक्षण पेशामा समर्पित रहँदै नयाँ पुस्ता निर्माणमा योगदान दिँदै आउनु भएको छ। जीवनमा भूमिका धेरै हुन्छन्, कहिले सैनिक, कहिले व्यवसायी, कहिले समाजसेवी त कहिले परिवारको अभिभावक। तर यी सबै भूमिकालाई समान जिम्मेवारीका साथ निर्वाह गर्न सक्ने व्यक्तित्व कमै भेटिन्छन्। दीपक थापाको यात्राले हामीलाई एउटा सन्देश दिन्छ, सफलता कुनै गन्तव्य होइन, निरन्तर जिम्मेवारीको यात्रा हो।
संघर्षलाई अवसरमा बदल्ने साहस, अनुशासनलाई जीवनको आधार बनाउने संकल्प र समाजलाई केही फर्काउने सोच, यही मूल्यहरूले उहाँलाई आजको स्थानसम्म पुर्याएको छ। अझै यात्रा बाँकी छ। समाजका लागि केही गरिरहने उहाँको अठोट अझै उस्तै बलियो छ। किनभने केही व्यक्तिहरू केवल आफ्नो जीवन बाँच्दैनन्, उनीहरू आफ्नो यात्राबाट अरूलाई पनि प्रेरित गरिरहन्छन्।